म उत्सव पराजुली काठमाडौँबाट म ब्याचलर इन पब्लिक हेल्थको विद्यार्थी हुँ र नेपाल हेल्थ पर्कमा हाल स्ट्याटिस्टिक अफिसरको रूपमा काम गर्दछु तथा हामीमा चाहिँ डाइरेक्टर तथा बोर्ड मेम्बर पनि रहेको छु। मैले बागलुङको एउटा दुर्गम गाउँमा 1 महिना बिताएर कम्युनिटी हेल्थ लाइभ गरेँ। त्यहाँका मान्छेहरूको समस्याहरू देखेपछि मलाई थाहा भयो ज्ञानले मात्र हुँदैन, त्यसलाई काममा पनि ल्याउनुपर्छ, प्र्याक्टिकल बनाउनुपर्छ। युएफवाइसीले मलाई त्यही गर्न सिकाउँछ। मैले दौडेको छु र युनिकेफबाट सर्टिफिकेसन गरेको छु। EMR र क्लाइमेट चेन्जमा काम पनि गरेको छु र 10,000 भन्दा बढी मान्छेहरूसँग हेल्थ क्याम्पेन पुर्याएको छु। म सिक्न तयार छु, योगदान गर्न तयार छु। मेरो सपना छ नेपालको हरेक वार्डमा एम्बुलेन्स होस् ताकि कोही पनि समयमा उपचार नपाएर नमरोस्। युएफवाइसीले मलाई त्यो सपनालाई वास्तविकतामा बदल्ने आत्मविश्वास र सिप दिन्छ। त्यसैले युएफवाइसीले मलाई स्किल लन्च र बिल्ड गर्न मद्दत गर्छ। धन्यवाद।